उदाउँदो सूर्य सकारात्मक सोच स्वस्थ जीवन जिउने हामी सबैजनाको खोज। नमस्ते, गुड मर्निङ डिएक्सन। म सृष्टि राई ओमनको सलल्लोबाट। अनि हाम्रो चाहिँ प्रोडक्टहरू मस्कटबाट आइसकेको छ। अनि आज 5 तारिक नोभेम्बरको आयो है आयो। यहाँ खोल्दैछु मैले स्वास्थ्यवर्धक हेल्दी अर्ग्यानिक प्रोडक्टहरू। अस्तिको पालि चाहिँ प्लास्टिक नै नआएको के, अनि बार्नाले कस्तो भएको थियो। आज चाहिँ प्लास्टिक हालिदिनु भएछ। अनि यो बिलहरू भयो बिल। अनि एउटा कुरा चाहिँ म तपाईँहरूलाई यहीँबाट जानकारी गराएँ। अब यो 2025 पनि अब सक्ने बेला हुँदैछ होइन। अब 2 महिना मात्रै बाँकी छ, नोभेम्बर र डिसेम्बर। र प्रायः सबैजनाको होइन डिस्ट्रिब्युटरहरू चाहिँ अब कतिपय अब होलमा यानि कि एक्सपायर हुन लाग्नु भएको होला। सबैजनाले चाहिँ एउटा पिबी चढाएर चाहिँ एक्टिभ गरिराख्नु होला है सर्भिस म्याडमहरू, किनकि पछि एक्सपायर हुनुभयो भने चाहिँ अब अरूले पनि जोइन गरेर लान सक्नुहुन्छ। अनि सकेको चाहिँ सबैजनाले एक्टिभ गर्नु होला। अनि मैले चाहिँ एक्टिभ गरेको छु है सबैजनालाई एउटा आफूले सक्ने चाहिँ आफ्नो डिस्ट्रिब्युटरहरूलाई यसरी एउटा सबैमा बिल हालेर यसरी एक्टिभ गरेको छ। अनि हाम्रो अनिता मोक्तान म्याडमले पनि गर्नुभयो यो महिना। मैले गएको महिना पनि गरेको थिएँ र यो महिना पनि अलिकति गरेँ। त्यसरी गर्नु होला, एक्टिभ गर्नु होला। आज होइन उहाँहरूले बुझ्नु भएको छैन डिएक्सनको प्रोडक्ट, अथवा उहाँहरूले चाहिँ अब भनौँ न डिएक्सनलाई चिनेर पनि नचिने चाहिँ गर्नुभएको छ भने आगामी दिनहरूमा पक्कै पनि फुड सप्लिमेन्टको आवश्यक पर्छ। त्यो बेलामा चाहिँ उहाँहरूको आइडी होलमा बसेको हुनसक्छ। र होलमा बसिसकेपछि चाहिँ हामीले चाहिँ अब गल्फ कन्ट्रीमा चाहिँ हामीले 100 पिबी गरेर एक्टिभ गर्नुपर्छ। जस्तै कि सुरुवातमा जोइन हुँदाखेरि हामीले गरे जस्तै होइन। अनि अहिले एक्टिभ गरे वर्षमा एउटा होइन सानो यानि कि टुथपेस्ट साबुन, नेपालमा त जिमिट पनि पाउँदो रहेछ अलग अलग किन्नलाई। अनि यस्तो होइन कुनै पनि प्रोडक्टहरू चाहिँ किनेर उहाँहरूको नामबाट किनेर चाहिँ बजाइराख्नु होला सकेको। हुन त मेरो पनि अब पहिला सुरुमा थाहा नपाएर है कतिजना त्यस्तो हुनुभएको छ, केही छैन। अनि अब सुरुमा अब त्यस्तो हुन्छ कहिलेकाहीँ चाहेर पनि होइन मिस्टेक हुनसक्छ, कहिले के हुन्छ। र जति पनि मैले चिनेदेखि चाहिँ अनि मैले थाहा पाएपछि चाहिँ मेरो डिस्ट्रिब्युटरहरूलाई उहाँहरू एक्टिभ नभएको खण्डमा मैले त्यसरी गरेको छु। अनि यसरी हाम्रो चाहिँ प्रोडक्टहरू आयो। अनि मलाई चाहिँ थाहा थिएन क्या पहिला यो गानुजी प्लस टुथपेस्ट र यो टुथपेस्ट क्या, यो गानुजी सेम प्राइस रहेछ। पहिला चाहिँ यो महँगो थियो, 500 पैसा महँगो थियो। अनि यो सस्तो थियो। अहिले चाहिँ सेम प्राइसमा दिन थाल्नु भएको रहेछ। अनि धन्यवाद त्यसको लागि पनि डिएक्सन कम्पनीको फाउन्डरलाई। अनि जस्तै यो भन्दा यो अलिकति पिरो हुन्छ क्या, अनि कसैलाई चाहिँ अलिकति धेरै पिरो भएको चाहिन्छ नि त, अनि अलिकति पिरो हुन्छ। अनि यसमा भन्दा यसमा अलिकति फरक छ, तर सेम हो है। अनि त्यही भएर चाहिँ मैले यसपालि यो मगाएको है। अस्ति पनि मगाएको थिएँ 2टा, अनि फेरि पनि यस्तो खालको मगाएको छु कि तपाईँहरूलाई पनि थाहा छैन भने किन्न सक्नुहुन्छ है। सेम प्राइस हो ल, सेम प्राइसमा मैले मगाएको छु। अनि यसरी मसरुम पाउडरहरू। अनि यो ब्ल्याक कफी चाहिँ अब धेरै आछ यसपालिमा है। यस्तो नै जुन चिज चाहिँ अब हामीले नभई नहुने चिजहरू नै हो है। यो कफी नभई नहुने। अनि जस्तै यो अब साबुन नुहाउँदाखेरि अब हामीलाई आवश्यक पर्ने यो अर्ग्यानिक साबुन सबै डिएक्सनको सबै अर्ग्यानिक छ होइन। अनि त्यसै गरी धेरै चाहिँ कफी अनि आछ है, कालो कफी। अनि मसाज तेल पनि यो हामी 2-3जनाको है, मेरो मात्रै होइन। अनि 3-4 जनाको छ प्रोडक्टहरू यो। अनि यो चाहिँ अब डे क्रिम भयो, एक्वाजेल एलोभेराको। लास्टमा मरिन्जी जुस पनि छ है, अन्तिममा मरिन्जी जुस छ। हाम्रो त्यस्तो अनि टिटी क्रिम पनि छ। टिटी क्रिमको अहिले एकदम आवश्यक छ, किनकि मौसम चेन्ज हुँदैछ नि त। मौसम चेन्ज हुँदैछ, हामीलाई अब सन्चोको सट्टामा
आयो है, सललमा आइपुग्यो हाम्रो प्रोडक्टहरू। ब्ल्याक कफी पनि सिद्धिएको थियो, ब्ल्याक कफी आयो। ल त कसको आयो पनि, हाम्रो चाहिँ आज बल्ल आउँदैछ। अब भोलि बिहान मात्रै म साथीहरूको पठाइदिन्छु, हाम्रो दिदीहरूको, कोही औकतमा, कोही सललमा है त, अनि म सादामा। हस्त धन्यवाद सबैजनालाई।